भेज भने कस्तो थाहा छ भेज भनेको चाहिँ खानु भयो गाजर खाँदा रहेछ बोइले कसरी खान्छ भिडियोमा बोइले कसरी खान्छ गाजर खायो नि दौरा दिन मन लाग्यो खानु देखाउनु बोइले कसरी खान्छ देखाइदिनुहोस् न पापालाई बैले कसरी हेर्नु त अम्मम ओ भाइ चौचौ भरे गाडीमा खाऊँ न हजुर गाडीमा चौचौ भरे गाडीमा खाऊँ न गाडीमा नि पार्टी गर्नुपर्छ हुन्छ राम्रो बाटो आयो भन्दै चल्छ खाने होइन नराम्रो बाटो आयो भन्दै फेरि चल्छ यहाँ आएर हुन्छ यहाँ आएर हालिदिन्छ अनि गाडीमा खानु है अन्त हाली बेग लाग्यो मलाई पुगेको लिम्बू दिनभरि कामले त खाएर बस्छ हो अनि बिच बिचमा डान्स आमाले लिम्बू गीत गाउन आउँछ नि गाउनु खोज्छ त बजारमा गाउँछु तर गाउनु न एउटा गाउँ देवीले गाइन्छ ओ गाइन्छ गर्छ आमा त्यही राख्नु त्यही राख्नु अहिले एकछिन प्लास्टिकमा कसले सोच अरे ओरा फाङ्गिन ओरा फाङ्गेनु ओरा फाङ्गेको भिडियो भिडियो ए बाबा ओरा फाङ्गेको पापा राफ्टमा बसेर बोट यस्तो गर्नुहुन्छ बोटिङ गर्नुहुन्छ आमा बाजे तपाईँमा मुसानी बिच बिचमा बस्छ मजा आयो उता क्यामेरामा ये गरिदिनुहोस् म त त्यहाँ बसाउँछ ऊ आमा ऊ पर टेन्टमा हेर्नुहोस् न अघि हामी टेन्टमा बसेको होइन बोतल पनि स्विमिङ गर्दैछ कि क्या हो अनि चराहरूको खाजा गरिराख्छ त्यस्तो हो धेरै नगर्नु हेर्नु पर्यो नि त रमाइलो पनि गर्नु पर्यो होइन त्यता हुन्न बेबी धेरै सानलाई पनि हेरेर गर्नु कस्तो 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 फिल भइरहेछ कान्छ क्यामेरामा आउनु पर्यो नि त ओरा फाङ्गिनु त्यो चलाउँछ बोटिङ गर्छ बोटिङ गर्छ अनि एकजना अगाडि ओरा फाङ्गिन डान्स गर्छ एकजना अगाडि ओरा फाङ्गिन डान्स गर्छ कति रमाइलो होइन डुङ्गा तर डर लागेन अहिले खतरा रहेछ त त्यहाँसम्म फेरि गर्नुहोस् न माछा आउँदैन फेरि हातमा माछा आउँला आउँदैन बेबे अङ्कललाई सोध्नुहोस् त माछा छ कि छैन अङ्कल भनेर अङ्कल माछा छ कतिवटा 90 केजीसम्म छ है फेरि बोलाउनु कान्छा उता आउनु हाई गर्नुहोस् आमा भन्नु कसको चाहिँ कान सुन्दो रहेछ आमा भन्नु कस्तो भयो रमाइलो भयो
सानी हो सुन्नु छैनी अङ्कललाई नि पानी पार्दे मैले छिटो बन्द हुँदैन सानो सानो पानी सुन्छ होला हेरि फेरि हातमा राख्नुहोस् है ओ भाइ हेर्नुहोस् दिदीहरू कतिहरू चढ्न है गल गल त डराउँछ होला है कान्छ भन्दैन पानी हाल्नुहोस् पापाले पानी सबले हाल्नु पापा हाल्नु फेरि हाल्नु अगाडि